अस्ट्रेलियाको टप 5 युनिभर्सिटिजहरू कुन कुन हो त यो हेरौँ है त। टाइम्स हायर एजुकेसन अस्ट्रेलिया युनिभर्सिटी र्याङ्किङ 2025 अनुसार टप 5 मा पर्ने युनिभर्सिटीहरूमा 5th पोजिसनमा आउँछ द युनिभर्सिटी अफ क्विन्सल्यान्ड। यसको चाहिँ मेन क्याम्पस ब्रिस्बेनमा छ भने यो चाहिँ ओल्डको 77th र्याङ्किङमा आउँछ। अनि त्यसै गरेर नम्बर 4 मा पर्छ द अस्ट्रेलियन नेसनल युनिभर्सिटी, जसको चाहिँ मेन क्याम्पस क्यानबेरामा छ। अनि ओल्ड र्याङ्किङको आधारमा हेर्दाखेरि यो युनिभर्सिटी चाहिँ 73 नम्बरमा चाहिँ पर्छ। अनि नम्बर 3 मा पर्ने युनिभर्सिटी भनेको द युनिभर्सिटी अफ सिडनी हो, जसको चाहिँ मेन क्याम्पस अफ कोर्स सिडनीमा छ र यो ओल्डको चाहिँ 63 नम्बरमा पर्छ। र त्यसै गरेर नम्बर 2 मा पर्ने युनिभर्सिटी भनेको मोनास युनिभर्सिटी हो, मेलबर्न बेस्ड युनिभर्सिटी हो। यसको मेन क्याम्पस चाहिँ मेलबर्नमा छ र यो ओल्डको र्याङ्किङमा हेर्दाखेरि 53 नम्बरमा पर्छ। अनि अस्ट्रेलियाको टप युनिभर्सिटी कुन हो त्यो भन्नुभन्दा अगाडि म तपाईँहरूलाई के भन्न चाहन्छु भने यदि तपाईँहरू अस्ट्रेलियाको युनिभर्सिटीहरूको बारेमा जान्न चाहनुहुन्छ, कुन युनिभर्सिटी कुन स्टेटमा पर्छ र तपाईँलाई कुन युनिभर्सिटी फेभरेबल होला भनेर चाहिँ एकै ठाउँमा हेर्न चाहनुहुन्छ भने डेस्टिनेसन अस्ट्रेलिया वेबसाइटमा एउटा टुल छ जसको नाम हो युनिभर्सिटी फाइन्डर। तपाईँले त्यो चेकआउट गर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ अस्ट्रेलियाको म्याप देखाइएको छ र त्यो म्याप अनुसार कुन स्टेटमा कुन युनिभर्सिटी छ त्यो लिस्ट आउट गरिएको छ। र इन्डिभिजुअल युनिभर्सिटीको डिटेल्स चाहनुहुन्छ भने त्यो युनिभर्सिटीको नेममा तपाईँले क्लिक गर्नुभयो भने डिटेल्सहरू आउँछ। त्यसरी तपाईँले एनालाइसिस गर्न सक्नुहुन्छ, रिसर्च गर्न सक्नुहुन्छ कि कुन युनिभर्सिटी तपाईँको लागि सुइटेबल हुन्छ भनेर। र अब फाइनल्ली नम्बर 1 युनिभर्सिटी इन अस्ट्रेलियाको बारेमा कुरा गर्दाखेरि इट इज द युनिभर्सिटी अफ मेलबर्न। युनिभर्सिटी अफ मेलबर्न चाहिँ अस्ट्रेलियाको टप युनिभर्सिटी हो र ओल्ड र्याङ्किङको आधारमा यो युनिभर्सिटी चाहिँ 39 नम्बरमा पर्छ।